जति बेला पनि सरकारलाई ढलाउन सक्ने क्षमतामा। हरिशज्यू नमस्कार। नमस्ते हजुर, नमस्ते। अब तपाईँ 11औं दिनसम्म अनसन बस्नुभयो, सरकारले आश्वासन त देखाएको छ तपाईँहरूलाई, माग पुरा भएन भने के गर्नुहुन्छ? अब माग पुरा भएन भने हामी यो चान्चुने कुरामा नलिँदा हुन्छ। सरकारले हामी देशभरिका योद्धा, च्यान्जी योद्धा र राष्ट्रभक्तहरू सम्पूर्ण एकत्रित भएका छौँ। तबका तबकामा रहेका, जस्तै मजदुरमा रहेका योद्धाहरू, व्यापारीमा रहेका योद्धाहरू, सुन व्यापारीमा रहेका योद्धाहरू, विभिन्न तबका तबका व्यापारीहरूमा रहेका राष्ट्रभक्त योद्धाहरू हामी एकत्रित भएका छौँ। मजदुरभित्र रहेका योद्धाहरू एकत्रित भएका छौँ। यसै गरेर ट्याक्सी व्यवसायीमा रहेका योद्धाहरू एकत्रित भएका छौँ। बस व्यवसायीमा रहेका योद्धाहरू एकत्रित भएका छौँ। ट्रक व्यवसायमा भएका योद्धाहरू एकत्रित भएका छौँ। हामी सम्पूर्ण तबका तबकामा रहेका देशभक्तहरू, राष्ट्रभक्तहरू एकत्रित भएका छौँ र हामी जुर्नुम उठाएर जति बेला पनि सरकारलाई ढलाउन सक्ने क्षमतामा हामी पुरा बाहुबलका साथमा हामी एक ठाउँमा छौँ।